बुढापाकाले भन्नुभएको कुकुरको जातलाई घिउ पच्दैन भनेर कुरो के रहेछ भनेको त वास्तविक बुझ्दै जाँदा एउटा कथा रहेछ के। एका देशमा त नभनौँ, एका एउटा त्यस्तै कुकुरहरूको समूह जत्था रहेछ, गुट रहेछन्। अब त्यो गुटमा एउटा त्यस्तै बाठी केटी कुकुर नि निकै बाठी हुँदो रहेछ। अनि चाहिँ नि कसो एउटा कुकुरसँग, अर्को देशको कुकुरसँग बिहे भएछ। बिहे हुँदाखेरि कुकुरनीको पारा त्यही हो। अब कहाँ अब यस्तो हैन, डुली हिँड्ने, पुच्छर हलाउँदै हिँड्ने, अनि कहाँ खान पाइन्छ सुँग्दै हिँड्ने। अब लामो समय सम्बन्ध चलेन र त्यो सम्बन्ध बाडियो तोडियो गर्दै जाँदाखेरि त्यो समूहमा, त्यो एउटा जत्थामा कसो एउटा सिकारी स्याल शिकार गर्दै झुकेर त्यहाँ पुग्यो। पुग्दाखेरि त्यो कुकुरनीसँग भेट भयो। अब यिनीहरूको हेराहेर भयो, देखादेख भयो, अर्कोचोटि पनि जाने, अर्कोचोटि पनि जाने, त्यसै कसो यिनीहरूको पनि माया प्रीति बसेर सम्बन्ध गाँसियो। गर्दै जाँदाखेरि लामो समय हुँदै जाँदाखेरि एउटा छाउडा एउटा छाउडी पनि भयो। त्यति भएपछि अब घरमै बसेर त हुँदैन भनेर सिकारी अब शिकार गर्न टाढा टाढा जान थाल्यो। शिकार गर्ने, बेलुका आउने, बिहान जाने, त्यसै गर्दै जाँदाखेरि यति टाढा अब आफ्नो छेउछाउमा शिकार नपाउने नि निकै टाढा जानुपर्ने भयो। गर्दै जाँदाखेरि अब कुकुरनीको बानी त्यही हो। अब कहाँ खान पाइन्छ सुँग्दै हिँड्ने, चढ्दै हिँड्ने गर्दाखेरि अब त्यो स्याललाई यस्तो कुराहरू मन पर्दैन। स्याल पनि निकै चतुर सिकारी स्याल है। त्यस कारणले गर्दाखेरि उनीहरूको सम्बन्ध खासै टिक्न चाहिँ पाएन। अनि अब किन चाहिँ नि कुकुरलाई घिउ नपचेको रहेछ भन्दाखेरि यो कथाले दर्शायो। अनि लास्टमा गएर त्यो स्याल पनि आफ्नो गाउँ फर्क्यो, कुकुरनी पनि आफ्नै उमा भई। यति राम्रो गरिरहेको स्याल र कुकुरको जोडी अन्तमा भाडियो। त्यही भनेर भन्छन् बुढापाकाले कुकुरलाई किन घिउ पच्दैन भनेको कारण के रहेछ भन्दाखेरि यो रहेछ वास्तविकता है त।